नमस्कार नमस्कार सबैजनामा। आज भने म तपाईहरुमाथि एउटा कथा लिएर उपस्थित भएको छु। एउटा सानो गाउँमा एउटा राम नाम गरेका व्यक्ति बस्दथे। उनी सानैदेखि मेहनती, चेतनशील, इमानदार, सहनशीलताका थिए। उनले पढाइ सकिसकेपछि उनी एक दिन कामको सिलसिलामा चाहिँ बजार सहरतर्फ लागे र कामहरू धेरै खोजे, तर उनको लागि चाहिँ काम उपलब्ध भएन। जहाँ कामको लागि गइरहेका थिए त्यहाँ चाहिँ मानिसहरूले भन्ने गर्दथे, तिमी सानो छौ, अहिले तिम्रो लागि काम चाहिँ छैन भनेर चाहिँ सबैजनाले त्यस्तै भनिरहेको हुनुहुन्थ्यो। काम खोज्दै गर्दा एक दिन चाहिँ एउटा रेस्टुरेन्टमा काम मिल्यो उहाँलाई चाहिँ। मिलिसकेपछि उनको काम के थियो भने चाहिँ भाडा मान्ने काम छ भनेर चाहिँ उहाँ मालिकले भन्नुभयो र उहाँले चाहिँ भाडा कोही दिनसम्म मानौँ अब 1-2 वर्षसम्म चाहिँ उहाँले भाडा माझ्नुभयो। भाडा माझिसकेपछि मालिकलाई एकदमै विश्वास लाग्न थाल्यो उहाँप्रति। उहाँ एकदमै चेतनशील, बुद्धिजीवी र लगनशील, मेहनती हुनुहुन्थ्यो। त्यस कारणले गर्दा मालिकलाई एकदमै मन पर्न थाल्यो र मालिकले भन्नुभयो कि अब तिमीले भाडा मान्नु पर्दैन, तिमी चाहिँ अब किचनको देखदेख गर्ने, तिमी किचनमा काम गर भनेर चाहिँ मालिकले भन्नुभयो र त्यो होटल पनि कोही दिनसम्म चलाउनु भयो उहाँले। किचनमा चाहिँ धेरै राम्रो काम गर्नुभयो र त्यसपछि उहाँ चाहिँ घरमा छुट्टीमा जानुभयो। छुट्टीमा गइसकेपछि उहाँले चाहिँ कोही दिन आफ्नो घरमा बसिसकेपछि फेरि पुनः कामको सिलसिलामा चाहिँ उहाँ चाहिँ सहरतर्फ जानुभयो र त्यसपछि चाहिँ उहाँले आफ्नै होटल खोलेर चाहिँ आफ्नो व्यवसाय गर्न सुरु गर्नुभयो र त्यसपछि राम चाहिँ एकदमै धनी व्यक्ति बन्नुभयो र अरूलाई सहयोग गर्ने भावना भएका व्यक्ति हुनुहुन्थ्यो उहाँ चाहिँ। र उहाँले चाहिँ सबैलाई सहयोग गर्ने हैन, अनि काममा जस्तै मान्छेहरू हुन्छन् नि, काम नपाएका मानिसहरूलाई चाहिँ काम लगाउने आफ्नो होटलमा हैन। त्यसपछि उहाँ चाहिँ आफ्नो एउटा छुट्टै राम्रो व्यक्ति बन्नुभयो। म यो कथा यहीँ समाप्त पार्दै, यो कथाले हामीलाई के शिक्षा प्राप्त गर्छ भने काम भनेको कुनै सानो ठुलो हुँदैन। हामीले जुनसुकै काम पनि गर्यो भने चाहिँ हामी अग्रग स्तरमा जान सक्छौँ भन्ने हामीले यो कथाबाट हामीले सन्देश प्राप्त गर्न सक्छौँ भन्दै म यो कथाबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, थ्याङ्क यू।